प्रभाकर यहाँ आइन लग्यो त यहाँ रामपुर आइकिन भनेपछि तपाईँ रुकुमका त लगभग जनयुद्ध कालमा सबैलाई चिन्नुहुन्छ तपाईँले किन नचिन्ने भन्नुहुन्छ क्या रुकुम गोल्पा दाङ सल्यान त्यो छ नि त मेरो ऊ कार्यक्षेत्र म त ऊ थिएँ त सेनाकै बटालियन अब उसको बटालियन कमान्डर पासाङ हो उपराष्ट्रपति 10 साल खायो हो नि त यिनीहरूलाई बनाउन अब त लरिया मरियाहरू छ र मैले त खुन धेरै 7 गोली लागेको आउनु मलाई त दुईटा त यहीँ शरीरमा छन् क्या त्यही त यिनीहरूले अब त्यस्तो गरे तपाईँले दुःख गर्नुभयो हरेक चाहिँ केही पाउनु भएन होइन त्यही गोली तान्ने बेला 7 लाख रुपियाँमा 4 लाख रुपियाँ त्यही बिहोरे पार्टीले 3 लाख घरेका बटीले सुन राख्न निहाल्न पठाए तल सुर्खेत कालामा मलाई त्यही पनि मिल्दैन 5000 रुपियाँ पनि मिल्दैन भनेको थिएँ एउटा मङ्गल बिगो भन्ने थियो सुर्खेतको सुर्खेतमा भने पछि हाम्रै कम्पनीको त्यो कस्तो भाग्यले गर्दाखेरि डाक्टर र चाहिँ सरकारी डाक्टर लाग्यो त्यही हस्पिटलमा इमर्जेन्सीमा त्यहाँबाट यसो मर्छ बाँच्छ कसैले भन्दैन त जर बनिसकेको थियो 2टा गोली त्यहाँबाट पिपका डल्लाहरू सुने पछि यस्तै गरी 4 बजेमा ढल्यायो बेला बिहोस भयो बेला ओहो कैलाशर हुनुहुन्न चाहिँ मैले चिने कसरी मिल्दैन त भाइ भनेर 1500 को दबाईलाई त्यो 100 रुपियाँ लेख्ने भयो त्यसो गर्दा गर्दा पनि 4 लाख रुपियाँ लाग्यो 90 दिन बेडमा बसेँ धेरै कोसिस गरेँ तपाईँलाई पहिला त्यो जनयुद्ध कालमा सङ्कट कालमा जस्तो अब कति मानिसहरू मरे धेरै मरे होइन त्यसमा चाहिँ तल्लो जातिका जस्तै दलितहरू कति थिए धेरै थिए कि दलित भन्ने कोही भन्ने भए पनि सबै मर्ने दलित कहाँ मर्न त्यो जो यस साल त म सबै मऱ्यो नि यस साल त फर्स्ट यस साल त 18 त म लडेको छु त दलित पनि थिए थारू पनि थिए अब जनजाति भन्ने यिनी मगरपट्टिलाई भन्थे अब सबै मरे यिनी बाटाबाट बाँचिए माछो बाटाबाट बाँचे नेता पल्ट्या होइन नेता पल्ट्या तिनी हामीले कब्जा गरे गरे 50 किलो सुन बुझाएको मैले त्यो कहाँ फाले त्यसो कुरा कोहीले उठाउँछ 50 किलो सुन म यहाँ त 50 किलो 100 पाकेट आधा किलो पाकेट अहिले होला भन्छु म अब म त बर्थडे हुन लाग्यो म त 30 वर्ष 31 वर्ष हो त्यो सुन कस्तो कहीँबाट लुट्या त होला नि सुन लुट्या हो त बैंक वहाँ गोरेबाट ल्यायो ओहो गोरेबाट ल्यायो गोरेबाट गोरे फेरि ल्यायो त हामी 14 करोड रुपियाँ घोराई ब्याङ्कबाट 15 करोड वहाँबाट अर्काँचीबाट घोराई ब्याङ्कमा तिनी मैले त राख्ने भनेको थिएँ तिनी त्यो लुट्नको कारण चाहिँ के हो अङ्कल लुट्नको कारण चोर त भइयो माछो त्यो अब यस्तो गर्ने भनेर छन् अब सामूहिक अब त्यो राज्य सत्ता लुट्नुपर्छ राजालाई फाल्नुपर्छ र हामीले राज गर्नुपर्छ राजा हामी गर्नुपर्छ भन्ने गरे अब भने त राजालाई फाल्ने अनि त्यसपछि राजा हामीले गर्नुपर्छ भन्न चाहिँ राजा हामीले गर्नुपर्छ साना झुटीका जनतालाई महलकालाई झुटीमा ल्याउनुपर्छ थपा रुखलाई राजधानी बनाउनुपर्छ काठमाडौँलाई त्यस्तो गाउँ बनाउनुपर्छ भने अब केही त बनाएन तर एउटा कुरा चाहिँ यति चाहिँ गरे कि अहिले सबैले चाहिँ बोल्न पाउने र यो एकदम सडक यातायात अब यताउता विकास चाहिँ भएको छ गणतन्त्र पनि आयो हामीले गर्दाखेरि हामीलाई के मिलेन कि हामीलाई गर्ने मान्छे 18 साल लने 8 वर्ष पार्टीमा काम गरेँ फेरि अझल पनि पार्टीमा भनेपछि तपाईँ खुङ्खार माओवादी खुङ्खार भन्ने कुरो त अब हराइयो हराउने क्या तिनी चोरहरूको नामै लिएर राम्रो लाग्दैन मैले त तिनी जो अब पार्टी छोड्ने कुरो भएन यिनी चोरलाई लग्दै जस्तो हरिभक्त ओलीलाई काट्थे त्यस्तै काट्ने भने आउँछु चोकमा लगिनमा आशा लाग्दै यस्तो हो कि जस्तै अब दुःख गर्नेले चाहिँ दुःख गरेको गरे होइन अब तपाईँहरूले बगाउनु भयो खुन पसिना गाडी आयो अङ्कल गाडी आयो काम गर्ने एउटा खाने अर्को भयो काम गर्ने एउटा खाने अर्को तिनीहरूले मान्छे मारेका होइनन् लडेका होइनन् मान्छे मार्ने लड्ने हामी कोही खाटीमा छन् कोही हामी यहाँ लेबर कुल्ली बनेर बस्या जस्तै जनार्दन शर्माले लडाइँ गरे कि गरेनन् त्यो लडाइँ गर्नेवाला होला त्यही हो डरपोक त्यो त ऊ कमिसार 3-4 किलोमिटर जस्तै यहाँबाट रत्नाली जस्तोमा छोरीफाल ल्याउँथ्यौँ गएर बाघी जस्तो कोही लड्ने अब त्यही मान्छेले हामीले चाहिँ अब त्यहाँबाट युद्ध कब्जा गरी आइसके बुझाउनु त उसैले आयो फेरि कमिसार पहिले लेखेको मान्छे फेरि गराउने कमिसन सबै फेरि बुझाउने उहीलाई सबै लुट्या कमिसनदेखि पुरै बुझाउने कमिसार हो त्यसलाई बुझाएपछि त्यहाँ गएन उठाउने बेला त्यहाँका धमकाले त्यहाँका बमका उसले धमकाले 10 किलो हग्या हुन्थ्यो तिनी मासु त्यहाँ पर के कुरो भनेपछि चाहिँ अब बाटै रहेछन् पहिलेदेखि भन्नु बाटा अब तपाईँहरूलाई पढाउने फेरि के हो क्लास दिने सानो भर्खर तपाईँहरू जस्तो केटाहरू लगिहाल्दै क्लास दिने त तिनीहरूले हो फेरि क्लास दिने पढाउने किताबको कुरा
किताब कुरो पढाउने किताब मात्रै त्यो उसमाथि स्कुलको टिचर त भइएको थियो नि टिचरलाई विद्यार्थीलाई कसरी पढाउने त्यस्तै पढाउने हो फर्कन फरार भएकोलाई अहिले फेरि त्यो राजा मार्ने प्रचण्ड नै हो भन्छन् प्रचण्ड नै हो प्रचण्डै हो नि हो राजा मार्ने प्रचण्ड कसरी हो भने त्यो त्यसैको सेरोफेरोमा छ नत्र त्यसले अरूलाई पनि दागी राख्दैन त्यो धेरै चण्डाल छ त्यो थिएन त्यो राजा मार्ने प्रचण्डले मात्रै त मारेको होइन योजनाकारभरि हो प्रचण्ड योजना चाहिँ भयो होइन प्रचण्ड पनि हो ज्ञाने पनि हो गिर्जा पनि गिरिजा प्रसाद कोइराला अनि ज्ञानेन्द्र साई ज्ञानेन्द्र शाह अनि त्यसपछि प्रचण्ड पुष्पकमल दाहाल प्रचण्ड र ज्ञानेन्द्रको योजनामा चाहिँ राजालाई मारे म थिएँ त पार्टीमा हजुर पार्टीमा म त पुरानो थिएँ मान्छे हो धेरै एकदम कस्तो अब लडाकु फाइटरका त पुरै छोड्नुहोस् मभन्दा पुराना मान्छे भन्दा पनि अब माथिल्लो हैसियतको मान्छे हुँदै म त्यो त जुनियर हो पर अहिले कति वर्षको हुनुभयो म भए 60 जानु पनि तपाईँको नाम खास घर सबै भनिदिनु एकछिन के भने के म भन्दैन भनिदिनु नै म हुन्छ मेरो नाम तेजबाबु डिसी हो डिसी घर सुर्खेत पर्यो घर सुर्खेत गुराकोट नगरपालिका गुरुबाकोट नगरपालिका वार्ड नम्बर 3 ठिक छ त्यहाँ पर्यो मेरो त्यसमा पहिला धेरै दुःख गर्नुभयो त्यसपछि तपाईँले केही पनि पाउनु भएन अहिले इन्डियामा आएर यति कति वर्ष बिताउनु भयो इन्डियामा मात्रै गरिन्छ गोली अब 2टा गोली शरीरमा छन् 5वटा गोली निकाल्यो 7 गोली रुकुमको सतीपोले खारामा लागेका हुन् रुकुमको सतीपोले खारा पहिला खारा मात्रै भन्छन् आजभोलिका चाहिँ पुस्ताले चाहिँ पहिला चाहिँ जमानामा सतीपोले खारा मात्रै भन्दैन सतीपोले भन्नेमा क्याम्पस छ खारा त वरपर सबै गाउँको त्यहाँ पहिला फर्स्ट लडाइँ दोस्रो लडाइँ त पछाडि गएर 61 थियो त्यहाँमा हामी थियौँ इथलको आधा क्याम्पस जलाइसक्यो के अरे रुकुमको त्यो एउटा उसलाई चिन्नुहुन्छ कि नै के अरे त्यो जनक भन्ने जनकलाई किन चिन्दैन त जनक के धन्न यार बोरा जनक भन्ने त प्लाटुन कमान्डर थियो र उसको 2 नम्बर प्लाटुन कमान्डर नि जनक भन्ने जनक बोरा पनि हो विशाल घरती पनि रुकुमकै उहाँको सिमलीको विशाल घरती सिमलीको विशाल त्यो पनि 2 नम्बर त्यहाँ उसको सी कम्पनीको 2 नम्बर प्लाटुन 4वटा कम्पनी थिए एउटा बटालियनमा हाम्रो त्यसमा त धेरै टिममा पनि काम गरेर सबै लुट्न लागेको सेनाले घेरिदिनु अब राजा ल्याउने भनेर चाहिँ एकदम चाहिँ नेपालमा धुमधाम मचाइरहेछन् अनि हामी चाहिँ अब धुमधाम मचाएर चाहिँ राजा आउँदैन अब किनभने मर्या राजा हुन होइन नै मर्या होइन नि त्यो मर्या तिनी हल्ला गर्ने तिनी नारा जुलुस गर्नेवाला राजा पक्षमा बोल्नेवाला तिनी मरेका हुन् तिनीहरूले नै मारे तिनले मारेका होइनन् कि तिनी मरेका कसरी हुनु भनेपछि त्यसरी राजा लगेर राजा आउँदैन अब गणतन्त्र आइसकेको त्यत्रो बलिदान 17,000ले बलिदान दिएर हामी घायल अङ्गभङ्ग गरेर त्यो राजा ल्याउँछ भन्ने त्यो दिवा सपना हो त्यो कहिले पनि हुन्न फेरि पछाडि उसले धकल्ने कुरा हो त्यो राजा ल्याउने हो भनेपछि यसरी आउँछ कि यिनी टाउके जोगी जो मुसा नमार्ने बिरालाको काम छैन त्यो राजालाई ल्याएर यिनलाई मार्न सक्दैन कारबाही गर्न सक्दैन त्यसको के काम छ फेरि एकदम युलाई 2047 सालतिर धगल्ने होइन कि अब 2090 सालतिर जाने उद्देश्य गर्नुपर्छ यिनलाई त्यो संविधानमा भएका कुराहरू गलत कुराहरूलाई सच्याएर गणतन्त्र अगाडि बढाउने र समाजवादी व्यवस्था जस्तै साम्यवादी व्यवस्था ल्याउनेतिर गएपछि हुन्छ देश प्रगति राष्ट्रपति त चुन्नुपर्छ कार्यकारी राष्ट्रपति चुन्नुपर्छ जनताले प्रत्यक्ष जनताले चुन्नु पर्यो तिनी संसदले चुनेर हुँदैन तिनी एकदम संविधानभित्र गलत कुरोलाई पन्छाएर तिनी जो अहिलेको टाउको शेरबहादुर देउबा र केपी ओली प्रचण्डलाई कारबाही गर्नुपर्छ शेरबहादुर देउबा त नेपालमा अब प्रधानमन्त्री कार्यकाल उहाँले सकेर गइसक्नुभयो कहाँ गइसक्यो अब त्यो शेरबहादुर चाहिँ गइसक्यो नि तिनलाई लगेर यहाँ चोकमा काटेर हुन्छ कि फाँसी दिएर हुन्छ त्यो गर्नुपर्छ त्यो राजा ल्याउने काम गर्ने हुँदैन त्यो राजा त्यसरी आउँदैन राजा ल्याउने हो भने एउटा मान्छेले त्यसरी चुपचाप गएर छपक समातेर राजाको नाति हृदयेन्द्रलाई लगेर सिरपेज पहिनाइदिनु पर्यो ऊ भित्रै दरबारभित्रै चुपचाप गएर त्यसरी राजा आउन सक्छ या त जनमत सङ्ग्रह गर्नुपर्छ
नत्र भने त्यो हल्ला गर्न नारा जुलुस गर्ने कहिले राजा आउँछ आउँछ त आउँदैन त्यो पुतला जलाउने फोटो जलाउने राजा त्यसरी आउँछ त्यसरी आउँदैन अब मरिसकेको राजा आउने कुरा नि भएन तिनी बाँकी चाहिँ अब मर्सियो राजा आउनु हो राजा मरिहाल्यो त्यो राजै होइन जनता हो त्यो त जनता हो त्यो जस्तै तपाईँले भन्नुभयो अगाडि त्यो जनतालाई ल्याउनु भन्दा त्यो जनतालाई राजा बनाउनु भन्दा त बरु तपाईँलाई युवा हुनुहुन्छ तपाईँले लिनु पैसाले ठिक पर्छ अरू मलाई पैसाले लगाएर ठिक पर्छ अर्कोलाई पैसाले लगाएर ठिक पर्छ त्यसलाई किन बसाल्ने त्यस्तालाई त्यहीले नै दाइ फेरि मारेको भन्ने पनि छ होइन मारेको त होइन त्यसले मारे होइन नि आफ्नो दाइलाई कसले मार्छ ए के अरे त्यो जस्तै राजालाई के अरे वीरेन्द्र अरे ज्ञानेन्द्र तपाईँ अहिले मेरो साथमा आउनुभएछ जति स्वार्थी भए पनि जति पापी अपराधी भए पनि एउटा युद्धमा पाप त मैले धेरै गरेँ 100-200 जना मैले पनि मारेँ होला हजुर मैले तपाईँलाई मार्न सक्छु आफ्नो नेपाली आफ्नो गाउँठाउँको मान्छे आफ्नो नेपालको आमाको कोखमा बास गरिहाल्ने मार्न सकिन्छ आफ्नो भाइलाई कसरी मार्छ मारेन त्यसले अरूलाई लगाएर यिनले योजना बनाउनु पर्छ नि मारे होइन मतलब आफै चाहिँ मारेन नि तर चाहिँ यिनीहरूको चाहिँ सल्लाह सहमत चाहिँ भयो यहाँका रसित यहाँका सिआइडीसित मिलेर अमेरिका समेतको मुगुन्डो ल्याइकन अरूलाई भिराइकन मार्न लगाए हुन् तिनीहरू अमेरिकाको खोला गरे अमेरिकाको त्यो गुप्तचर विभाग त्यो र भारतको गुप्तचर विभागसित मिलेर यिनीहरूले त्यसरी मार्न लगाए योजनाभरि यसलाई मार्नुपर्छ भन्ने बनाए यिनीहरूले नत्र आफै प्रत्यक्ष आफ्नो दाइ भाइलाई कसले मार्छ तपाईँको दाइ चाहिँ मेरो दाइ थिएनन् मेरो दाइ यदि सामन्ती थियो यदि काङ्ग्रेसका नेता बन्ने मैले कुनै चिज राम्रो गरेँ भनेपछि जल्नु मान्ने थिएँ तिनलाई केही त मारेन मैले म यस्तो कला कौशल त भन्ने कुरा थियो त बम बनाउने कला अझै छ अब हतियार 16वटा राइफल मैले यहाँको आर्मीको बनाइदिएँ इन्डियन आर्मीका पहिला गोर्खे भने पछाडि सर भन्थेँ किनभने सिप भएर पनि आफ्नो दाइले कहिले मार्न सक्छ मारे होइन त्यसले मारे होइन मार्ने त त्यही दिपेन्द्र जस्तै मुकुन्डो बनाएर ल्याइकन अमेरिकाबाट बनाइकन ल्याइकन भारतको गुप्तचर विभाग मार्यो यसमा मार्ने बेला योजना चाहिँ यिनीहरूको हो सबभन्दा मुख्य योजना प्रचण्डको मार्ने राजालाई मार्ने मुख्य योजना चाहिँ प्रचण्डको राजा त्यो राजाले मारिदियो यो त जनता हो नि अङ्कल के गर्ने त अब मेरो फेरि बाटो हिँडीबाट माथिबाट जाने बाटो आइसक्यो सुन्दरनगर हो यो बसले लग्ला र तपाईँलाई लाउनु त जान त्यति रोकेर चढ्जानुहोस् त लग्छ र नै लग्दैन यार स्कुल बस हो क्या नि स्कुलले कहाँ लग्ला नै लगे त हुन्थ्यो यार अब गइजानु लगे त हुन्थ्यो लग्दैन खै लाग्दैन होला त पिकनिक गएका होला नि गाईहरू चाहिँ पिकनिक गाईजहरू हुन् नै अलि परबाट छ त बाटो जाम यार नै हिँडीबाट म त माथितिर जानु पर्ला न त्यो टावर त्यो उल्लिन्छ बाटो तपाईँको नम्बर माग्नु पर्ला मेरो अच्छा नै हुन्छ अङ्कल तपाईँको नम्बर दिनु नि त मलाई नम्बर 82 194 91 478 एकैछिन भएन होला है त यसलाई हामी चाहिँ टक्क चाहिँ आजको यात्रा राम्रो भयो हाम्रो चाहिँ नेपाली बुवा हुनुहुन्छ तपाईँ चाहिँ कति वर्ष भन्नुभयो यहाँ बस्न लागेको हिमाचलमा म यहाँ बस्न लागेको 60 सालबाट भनेपछि 70 80 लगभग 20 साल 25 साल 21 साल भयो 22 साल हुन्छ 22 साल हुन्छ म तपाईँको नम्बर चाहिँ लिन्छु कल गरौँला अनि त्यसपछि त्यो के अरे पवन खड्कासँग चाहिँ हरि पवन खड्कासँग कुरा गरौँला नै सामान्य भए हुन्थ्यो यार नै फोन गरौँला अनि भेटिएर यस्तै देखिने यस्तै कुरा गरौँला के यस्तै देखिन्छ देखिन्छ नि मजाले देखिन्छ नि भिडियो कल गर्ने भिडियो कल गर्ने ओहो धेरै पेटको साथी पनि हो पार्टी हो के काम गर्न लाग्नुपर्छ आजले स्कुलमा गर्छन् पिउन छन् कि पढाउँछन् म त्यहीँ गएको चाहिँ देख्छु खै त कस्तो गर्छन् त्यहाँ चाहिँ छन् त बड्डा है पढाउने गर्छन् के गर्छन् घन्टी बजाउनेवाला हुन् घन्टी बजाउँछन् होला क्या नै पढाइ गरिहाल्छ कहाँ